सुबर्ण क्षेत्रमा चोखोनी त भइकिन जम्ल्याहा जोडिकिन जम्ल्याहा बाकलमध्ये सुझाइ बुझे लानु राहु दशा केतु दशा शनि सङ्कट दशा हटाइदिनु भन्दा जागिर बजा व्यापार से बोलाइदिनु बोक्सिँदै यहाँ किटाइहरू हटाइदिनु तिमी जग्गा बगरका धनी शिलापत्रका धनी श्रीका धनी श्री चण्डी भगवती शक्ति दिनु सिद्धि दिनु रोग व्याध कष्ट पुष्टि हटाइदिनु बौलाउने थप्पाउने छटाउने झाइ झगडाहरू हटाइदिनु धन सम्पत्तिहरू सुबोला बेदिनु तिमी जग्गा बगरका धनी शिला लो अतिटा ढाप्नु यो नि गुरु अब यहाँ सम्झेर आएको थिएँ अनि यहाँ मैले जे भने यो देवीलाई चढाइदिएको परेवा भए पनि जे भने मनले मैले चढाइदियो यो हजुरलाई यो धुप यहाँ देवीलाई अनि यो साउहरू चाहिँ तपाईँले फुकेर दिनुहोस् अनि सबै घर लाने तल झापा अनि ऊ त्यो सेतो र रातो कपडा अघि हामीले चढायौँ त्यो चाहिँ घर लानलाई लो अचिका खापु धनी सृष्टिका धनी श्री चण्डी भगवती शीतल महिना उधौलीका दिन चखोनी त भइकिन जम्दै हात जोडिकिन रुपाते भएर पाते सुना पाते बोला पाते गोको पाते लटो मिठाई पाल्सो पारे गरिकिन भाकाल मध्ये सुझाइ बुझाइ लानु राहु दशा केतु दशा शनि सङ्कट दशाहरू हटाइदिनु सरस्वती विद्या दिनु शक्ति दिनु राहु दशा केतु दशा शनि सङ्कट आद्यो भुक्ने ज्वरो काम थियो रोगा मार्गी खोकी हाइचा हटाइदिनु देशी विदेशी मानि हाकेको ताकेको त्यताको पुर्याइदिनु जोडी शत्रु अट्नु सुन पंखी रूप पंखी उडाउने भाइ बाकरण बेफला पञ्च भेटी पान सुपारीसँग भाकाल मध्येमा सुझाइ बुझाइ लानु परमेश्वर श्री चण्डी भगवती सरस्वती विद्या शक्ति दिनु परमेश्वर ल अब फलाहरू हजुर आके नाबी भने चाहिँ उ गरेको त ठुलो प्रसाद हो यो हजुर सबैभन्दा ठुलो प्रसाद यो हो हजुर हजुर अरू कतिदेखि सम्झेर देवीले बोलाएर सबै जुट्यो के फेरि हजुर हजुर तिता मनुष्य पुर्याउँछु भगवान चाहिँ हामी यो यहाँ पनि चढाउनु लाग्नुपर्छ यो अलिकति तपाईँको हातको यो शोधित लिनु एउटाको फेरि अर्को छ छोरा हो ल ल ल साना बाबु ल तल हेरौँ न हौ यो नाक ठोकेला जस्तो उकालो छ यस्तो उकाले म के गर्ने हो यस्तै हो अनि यो भ्यू टावरमा आएको घुम्नलाई यो उकालो चाहिँ टक्कै नाक ठोकेला जतिकै रहेछन् अब घोडामा हात राख्दै हिँड्दैछन् कोही चाहिँ के गर्ने माथि पुग्यो कुनै के गर्ने यस्तै छ है यस्तो उकालो छ
अनि यस्तो उकालोमा जाँदैछु है। हाम्रो आरू कान्छी पनि ऊ शीतल शीतल हिँड्दै हुनुहुन्छ, हिँड्नु नसकेर। लु अनि एउटा ग्रुप माथि पुग्नुभयो, एउटा ग्रुप सेकेन्ड ग्रुप यहाँ छ, लास्ट ग्रुप चाहिँ मै भइहालेँ होइन। कि जाँदैछु है भ्यू टावर। अब यतापट्टि निस्किन, यतापट्टि। हेलो हेलो भाइहरू, के छ हो? अनि हात के छ? अनि यता हेरौँ हेरौँ। प्रदीप सर के छ? अनि ठिक छ? ल कस्तो लाग्यो त? अनि राम्रो छ? यो चाहिँ कुम्भकर्ण हो। कुम्भकर्ण चाहिँ अहिले हिमाल पुरा चखिलो देखिरहेछ। चाखेको यो के हो हैन? खाम्लालुङको भ्यू टावरमा हामी आज 5 तले माथि बसेर फोटो खिच्दैछौँ। कहाँसम्म हो? टाढै हिँडेको है हामी चाहिँ। ओहो, कहिले आउनु भएको यतातिर? ए यता किन आउनु भएको थियो नि? त घामघुम भेटघाट गर्न लाग्यो है। ल ल ल ठिकै छ। हात बढ्दैन, हात न आइ कस्तो नि। याङ्ला आरसाइली अनि इसो अनि कान्छी अनि इसो आरा कान्छी अनि आनी कान्छी घरको मन्त्री नि। अनि यसो हामी घुम्न आएको थियौँ र यसो रमाइलोको लागि यसो भिडियो बनाउनु लागेको छ। जे होस् रमाइलो छ। अब यो डाँडा एकदम रमाइलो ठाउँ रहेछ, यो भ्यू टावर भन्ने ठाउँ। अब अनि कहिलेकाहीँ अरू पनि यसो घुम्न आउनु होला, साह्रै राम्रो ठाउँ रहेछ। अनि खाम्लालुङको भ्यू टावरमा होइन अरू सम्झेर आउनु, सङ्क्रान्ति बजार पनि घुम्नु एकदम रमाइलो भयो। सबैजनालाई घुमेर फर्कियौँ है यता हामी चाहिँ। देवी देउरालीहरूले पनि होइन आज यहाँ बास पाउँछ कि भनेको, पाउँछ कि पाउँदैन होला? होइन आज हजुरहरूको घरमा चाहिँ यसो बास पाइन्छ कि भनेर आएको थिएँ। बास पाउँछ कि पाउँदैन हजुर? नानी बाबुहरू यतातिर सबै पाइन्छ, अलिक जाडो चाहिँ पाउँदैन। अनि यता ढोका त तालचा पो लगाएको छ त हो। अनि कसरी बस्नु आज, के गरौँ? बाहिरै हो हजुर? यस्तै हो, बिहालो चाबी लगाइदिएको नि। एकछिनमा घर बाबै आएर यता चाहिँ हाम्रो ग्रुप हामी यहाँ बास बस्छ कि भनेर यसो। अनि
ल अब आजको बास यहीँ होला जस्तो छ होइन। बास पनि अब मिल्यो अनि अब खान्ते बिन्ते यता तलतिर पाक्दैछ होइन। हाम्रो अब यहाँ तलतिर गाना पनि चलिरहेछ। है है ल जाउँ है अब नाच्नुलाई। अनि अनि खाना तल रेडी भइसक्यो होइन। अब नाच्ने नाच्ने खाने खाने होइन। ल आउनुहोस् है। मजा है मजा। नाच्यो